दर्शकबिन नमस्कार। म आज गोर्खा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर 2 बगुवाखेतमा छु। म आज यहाँहरूलाई यस्तो ठाउँमा लिएर जाँदैछु जो सुविधा सम्पन्न देश बेलायतमा पुगेर पनि फेरि यो समाजको विकासको निम्ति, समाजको रूपान्तरणको निम्ति अहोरात्र खटिरहनु हुने एकजना यस्तो सामाजिक व्यक्तित्वको घरमा म यहाँहरूलाई परिचित गराउँदैछु, त्यहाँ लग्दैछु। यो सराउन्डिङमा देखिएको गाउँ बगुवाखेत हो। यही भूमिमा जन्मिएर यहीँ हुर्किएर कामको सिलसिलामा भारत पुगेर भाग्यवश फेरि बेलायत पुग्नु हो र बेलायत पुगेर पनि यो गाउँलाई, यो समाजलाई, यो ठाउँलाई निकै माया गर्ने आदरणीय स्वर्गीय रामप्रसाद शर्मा र उहाँको धर्मपत्नी भीमामाया शर्माको म घरमा यहाँहरूलाई प्रस्थान गराउँदैछु। उहाँ निकै सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले यो समाजमा निकै योगदान गर्नुभएको छ। खानेपानी, मठ मन्दिर, धारा कुवादेखि लिएर थुप्रै ठाउँमा चाहिँ उहाँले योगदान गर्नुभएको छ। यसको अतिरिक्त अहिले उहाँको परिवार सबै बेलायतमा बस्छ, तर बेलायतमा बसे पनि फेरि यो ठाउँलाई सम्झिएर वर्षमा कम्तीमा एकपटक उहाँको परिवार यहाँ आउनुहुन्छ। उहाँहरूको यहाँ अहिलेसम्म कुनै पनि चिजहरू बिग्रेको छैन। गाउँले परिवेशमा जसरी हामी रमाउँछौँ, जसरी बस्छौँ, उहाँहरूको पनि त्यस्तै छ। म यहाँहरूलाई चाहिँ त्यही देखाउँदै गर्नेछु। यो पुरानो गेट हो, यो जीर्ण भए पनि पुरानै शैलीमा बनेको छ। हामी चाहिँ शर्मा निवासमा जाँदैछौँ, लामिछाने निवासमा। यो चाहिँ भूकम्प अगाडिको उहाँको परिवारहरू बस्ने घर हो। यो पुरानै शैलीमा छ। यो चाहिँ अहिले मर्मत सम्भार गर्नु भएको छैन, तर तथापि फेरि यसलाई माया गरेर आउनु भएको छ। यो हामी जहाँ प्रवेश गर्दैछौँ यो उहाँहरूको चाहिँ निजी निवासमा प्रवेश गर्दैछौँ। कुनै बेला चाहिँ धेरै सम्पन्न घर थियो, पछि फेरि भूकम्पपछि हाम्रो उहाँहरूको निवास नजिकै छ। उहाँहरूले यसलाई बगैँचाको रूपमा विकसित गर्दै लिएर जाने योजना बनाउनु भएको छ। संयोगवश आज हामी यहाँ आउँदा आमा यही घरमा हुनुहुन्छ अरे। हामी आमासँग भेट्नेछौँ। अब हामी चाहिँ सिधै उहाँको यो गेटतर्फ प्रस्थान गर्नेछौँ र आमासँग कुराकानी गर्नेछौँ। उहाँको बारेमा आमाकै मुखबाट पनि हामी जानकारी लिनेछौँ। यो गेट हो, यो चाहिँ पुरानो शैलीबाट नयाँ उसमा चाहिँ बनाउनु भएको छ। हामी चाहिँ उहाँको यो पुरानो मौलिकता सहितको यो वासस्थान यहाँ जाँदैछौँ। यो चाहिँ ढोका रहेको छ, यसबाट चाहिँ फेरि भित्री ढोका रहेको छ। यो ठ्याक्कै हाम्रो मौलिक पुरानो घरमा जस्तो हुन्छ त्यस्तै यहाँ ढोका रहेको छ, भित्रबाट निस्किन मिल्ने। यो चाहिँ विश्राम गर्न मिल्ने, हाम्रो यसलाई चाहिँ फलैजा भनिन्थ्यो, त्यो फलैजा रहेको छ। अनि उहाँहरूको परिवार आउँदा विश्राम गर्नको निम्ति चाहिँ यहाँ यो बगैँचा बनाइएको छ। केही धुपीका रुखहरू छन्। उहाँहरू लामो समयमा आउने भएको कारणले दुबोहरू त्यति राम्रो देखिन्न, तैपनि फेरि उहाँहरू हुँदा यहाँ एकदमै राम्रो चाहिँ बगैँचाको विकास भएको थियो। हामी उहाँको आँगनमा आइपुगेका छौँ। यो पुरानो मन्दिर हो। यहाँ धेरै पहिला वाचन पण्डित नारायण प्रसाद पोखरेललाई लिएर आएर यहाँ ठुलो पुराण लगाइएको थियो बुवा हुँदैमा। अब हामी चाहिँ उहाँको आँगनसम्म आइसकेका छौँ। आमा आँगनमा हुनुहुन्छ। आमाले हामीलाई बस्नु भएको छ। आदरणीय आमा नमस्कार। आराम हुनुहुन्छ? ल, यहाँहरूलाई यो गाउँमा फेरि स्वागत छ। बेलायतमा बसेर पनि फेरि हाम्रो माया, यो गाउँको माया सम्झेर पटक पटक आउनुहुन्छ। अनिखेरि उनीहरूले सबै लुकआउटर गरेको यो यहाँको सबै आमाहरू बुवाहरू उहाँहरूको परिवार आउँदा चाहिँ सहयोग गर्ने हुनुहुन्छ। उहाँहरू यति मनको धनी हुनुहुन्छ कि जस आफ्नै कम्पाउन्डभित्र परेको जग्गा यो समाजले चाहिँ एउटा सामुदायिक भवनलाई माग्यो र आमाहरूले बिना कुनै रोकटोक दिनुभयो, होइन आमा? हजुर, यो सबै अब किनभने सामाजिक काम हो, होइन? अब भवन बनाउन यो भित्री बारी नै थियो हाम्रो। हजुर, बगैँचै मासेर अनि रोड बनाएर अनि बाटो पनि हजुरले दिनु? हजुर हजुर, बाटोहरू पनि उहाँहरूले दिनुभएको। यहाँ यो तल बस्तीमा जाने बाटो निजी सम्पत्तिमा उहाँहरू आफैले लगानी गरेर धरी बाटो खनिदिनु भएको। अब हामी यहाँ घरमा हामी उहाँको किणीमा प्रवेश गरिसकेका छौँ। यो मौलिक परम्परा अनुसार बनाइएको घर, फेरि घरभित्र आधुनिकता झल्किएको छ।
यो चाहिँ फोटो फ्रेमिङहरू छ। उहाँहरूले समाज सेवामा गर्नुभएको योगदानलाई कदर गर्दै यहाँ मुना प्राथमिक विद्यालयले कदर पत्र दिएको छ। यो विद्यालय पनि उहाँहरूकै योगदानमा बनेको हो। त्यस्तै गरी विशिष्ट पाहुनाहरू, विशिष्ट व्यक्तित्वहरूसँग उहाँहरूको भेटघाट अनि राजा ज्ञानेन्द्रसँग हाम्रो रोयल फ्यामिलीको चाहिँ राजा ज्ञानेन्द्रसँग पनि उहाँहरूको चाहिँ भेटघाट हुन्थ्यो, पारिवारिक मिलन हुन्थ्यो। त्यस्तै गरी नेपालका प्रबुद्ध मानिने राजनीतिक दलका नेताहरूसँग नि उहाँहरूको चाहिँ भेटघाट हुन्थ्यो, उठबस हुन्थ्यो। त्यस्तै यहाँ शेरबहादुर देउवासँग उहाँहरूको पारिवारिक भेटघाट भएको देखिन्छ। त्यस्तै गरी यो पनि ज्ञानेन्द्र शाहसँग नै उहाँहरूको चाहिँ पारिवारिक भेटघाट भएको तस्बिर यहाँ चाहिँ हामी देख्न सक्छौँ। त्यस्तै गरी राजा वीरेन्द्रसँग पनि उहाँको चाहिँ राम्रो सम्बन्ध भएको, रोयल फ्यामिलीसँग चाहिँ उठबस भएको हामी देख्न सक्छौँ। यो प्रतिनिधिमूलक तस्बिरहरू मात्रै हो, यो चाहिँ घरमा सिम्बोलिक रूपमा उहाँहरूले राख्नु भएको छ। यसको चाहिँ फेरि उहाँ बेलायतमा पनि उहाँहरूले यसलाई राख्नु भएको छ। अब आमा, हामी बाहिरबाट यहाँहरूले जसरी मौलिकतामा रहेको घर बनाउनु भएको छ, भित्र फेरि होइन यहाँहरूलाई चाहिने सुविधा सम्पन्न होइन बाथरुमहरू सहितको छ होइन, यो चाहिँ यहाँले नै देखाइदिनु भयो भने राम्रो हुन्छ। बैठक हो सानो हो, गाउँले बैठक हो। अनि यता चाहिँ बाथरुम छ, यता चाहिँ नुहाउन मिल्ने बाथ छ। यो फेरि हामीलाई चाहिने सहरी संस्कृति अनुसार नै बनाउनु भएको छ। बाहिरबाट जति मौलिकता देखिन्छ, हामी गाउँले परिवेशमा हामीले बाहिर पनि एउटा ब्याकग्राउन्डमा गाउँले शौचालय देखाएको थियौँ। त्यस्तै गरी फेरि सहरी परिवेशमा हामीलाई आवश्यक पर्ने नुहाउनको लागि बाथरुम सहितको शौचालय यहाँ बनाउनु भएको छ। सुत्ने कोठा बेडरुम भन्छ यसलाई। यो बैठक भयो, यो बेडरुम भयो। उहाँहरू चाहिँ फेरि लामो समयदेखि विदेश बस्नु भएको कारणले सूचना तथा सञ्चारमा अब्बल हुनुहुन्थ्यो। यो टेलिभिजन हामी देख्न सक्छौँ। यहाँ गाउँमा अन्यत्र टेलिभिजन नहुँदा पनि पहिलाकोमा टेलिभिजन थियो, मान्छेहरू चाहिँ हेर्न आउनुहुन्थ्यो। भयो अर्को बेडरुम भयो। अब हामीले त उहाँ बेडरुम भन्छौँ, यहाँ चाहिँ सुत्ने कोठा। सुत्ने कोठा यो चाहिँ यो एउटा, अनि एउटा भित्रपट्टि छ सानो। अब यतिकैमा हामीले ठुलो पनि बनाएनौँ, पहिला ठुलो थियो, अब त्यो गरेर यो चाहिँ पुरानो टेप रेकर्डर। जति बेला चाहिँ क्यासेटको चाहिँ ठुलो महत्त्व थियो, त्यति बेला यो गाउँको नै विवाहहरूमा, सांस्कृतिक कार्यक्रमहरूमा यो बजाउनको लागि उहाँको परिवारले चाहिँ उपलब्ध गराइदिएको। यो बुवाले नै ल्याइसकेको हो, यो चाहिँ बुवाले नै ल्याउनु भएको। यो चाहिँ फेरि सामाजिक प्रयोजनको लागि पनि यो उपलब्ध हुन्थ्यो। सानो लबी पनि रहेको छ। यो शयन कक्ष, प्राइभेट शयन कक्ष हो। बाहिर गएर आमासँग एकछिन थोरै भलाकुसारी गर्छौँ, अनि त्यस पछाडि यहाँको सराउन्डिङ फेरि देखाउँदैछ। अब आज चाहिँ फेरि आमासँग उहाँकै घरमा थोरै उहाँको पारिवारिक कुरा गर्छौँ। आमा बस्नुहोस्। हजुर बेलायत जस्तो सुविधा सम्पन्न देशमा पुगेर पनि फेरि यही समाज, यही गाउँ अनि हामी जस्तै गाउँमा बस्ने मान्छेहरूलाई धेरै माया गर्दै सम्झिँदै आउनुहुन्छ। बुवाको पनि त्यही दिन थियो होइन। बुवाको स्वर्गारोहणपछि पनि फेरि हजुरले यसलाई निरन्तरता दिनुभएको छ होइन। म दाईसँग पनि म जोडिराखेको छु, दाईले पनि त्यसलाई निरन्तरता दिनुहुन्छ। हजुरलाई चाहिँ बेलायत राम्रो लाग्छ कि यही ठाउँ चाहिँ राम्रो लाग्छ? होइन, अब बेलायत भन्दा पनि यो हाम्रो जन्मथात हो। हजुर, बेलायत त गइयो। अब मान्छे कहाँ पनि जहाँ पनि जान सक्छ नि होइन चार्नलाई। यो चाहिँ हाम्रो पुर्खौलीको थल हो, उहाँ जन्मेको थल हो। यसलाई बिर्सिन हामी सक्दैनौँ, किनभने हाम्रो गाउँघर इष्टमित्रलाई बिर्सिन सक्दैनौँ। त्यसो भएर बारम्बार हामी आइरहने हो, माया गरिरहने हो। परेको बेलामा हामीले जो सकेको गर्ने पनि हो, गरी पनि राखेको छ होइन। त्यसो भएर अब जिन्दगी अब कति रहन्छ, के हुन्छ त्यो त थाहा छैन कसैलाई। उहाँको यहाँ चाहिँ स्वर्ग भन्नुहुन्थ्यो हाम्रो श्रीमानले। स्वर्ग मेरो स्वर्ग भन्नुहुन्थ्यो। अब यहाँ ल्याइदिएँ, मैले गरिदिएँ। किन म पनि साथसाथमै भएकाले उहाँले गर्न सक्नु जति चाहना थियो गरियो होइन। अब भोलि छोराले गर्ने। मेरो लभ छोरो र सम्झो मेरो बुहारी
अनि मेरो लिना छोरी मेरो लोकेश नाति हो तिनीहरू अनि अब रूपा मुना छोरीहरू उतै छन् माया त अति गरिरहन्छन् होइन अब भोलि त्यसैले चलाउनु पर्छ छोराले बुवाको अन्तिम समयसम्म पनि यो गाउँलाई माया गर्नुहुन्थ्यो त्यो हामी सबैलाई थाहा छ होइन त्यस पछाडि उहाँको अधुरो सपना यहाँको परिवारले पुरा गर्दै आउनु भएको छ होइन मैले अब समाजले त बुवालाई यहाँको परिवारलाई राम्रोसँग चिन्छ अब तपाईँ उहाँको एउटा धर्मपत्नीको हिसाबले स्वर्गीय बुवालाई कसरी चिनाउन चाहनुहुन्छ उहाँ कस्तो भने उहाँ एकदम सफा दिल भएको मान्छे मन भएको स्पष्ट बोल्ने होइन स्पष्ट बोल्ने कि कसैलाई नराम्रो नसोच्ने उहाँ राम्रो मात्रै सोच्ने आफ्नो लाइरा लुगा फुकालेर दिने लाउनु नपाए मान्छेलाई उहाँले पनि संसार देख्नुभयो बुझ्नुभयो होइन किन दुःख नपरिकन मान्छेले सिक्दैन त्यही अनुसारले मैले पनि उहाँको फलो गर्थेँ मैले त नाइ भन्ने कुरा आउँदैन म पनि सामाजिक मान्छे हो होइन अनिखेरि यो नाति यता यसले चाहिँ अहिलेसम्म हाम्रो बात मानेर यो 14 वर्षदेखि मेरो सेवा गर्छ तिमी कति वर्षको थियो म यहाँ आउँदै 13 वर्ष अनि यहाँ के भयो 13 वर्षदेखि यो परिवारसँग जोडिएर साथ दिँदै आउनु भएको अब अहिले पनि फेरि हजुरहरू नहुँदा यो घरलाई रेखदेखको जिम्मा उहाँले गर्नु त्यसैले गर्छ त्यसो भए ठाकुर दाइ बुवा र आमालाई र उहाँको सिङ्गो परिवारलाई तपाईँले छोटकरीमा भन्न पर्यो भने कस्तो परिवारको रूपमा चाहिँ होइन मेरो त आफ्नै उहाँ चाहिँ सानो उमेर 13 वर्षदेखि यो घरसँग जोडिएर यो परिवारसँग जोडिएर आज यहाँसम्म आउनु भएको छ तथापि फेरि उहाँहरू बेलायत बस्नुहुन्छ बेलायतमा बसे पनि एउटा आत्मीयता एउटा पारिवारिक सम्बन्ध उहाँले निभाउँदै आउनु भएको छ उहाँलाई हामी अहिले चाहिँ निकै भावुक भएको देख्छौँ यहाँ होइन तपाईँले स्वर्गीय बुवालाई कसरी सम्झिन चाहनुहुन्छ भन्दा म एकदमै आफ्नो नजिकबाट आफ्नो बुवा जस्तै अब जस्तो संरक्षण गर्नु हो त मलाई पनि अब यो समाजलाई त्यो भएर नि मैले नि सेवा त्यो एउटा भावना बुझेर नि सेवा गरिरहेको आमा यहाँ बुवासँगै रहेर विद्यालय खानेपानी मठ मन्दिर दिन दुखी होइन सबैलाई सहयोग गर्दै आउनुभयो यो यहाँको सबै मानिसहरूलाई थाहा छ तथापि फेरि बुवा स्वर्गरोहण हुँदै गर्दा बुवाको केही त्यस्ता अधुरा कामहरू गर्न बाँकी थियो केही भन्नु भएको होइन छैन किनभने मैले गरिदिने कुरा उहाँको इच्छा अनुसारले गरिदिएँ होइन उहाँले अब 84 गरिदेऊ भन्नुभयो 84 गरिदिएँ यहाँले 7 महिना राख्दै मैले सकेको मैले जेन फालेर गरिरहेको छु किनभने भोलि मेरो छोराले गर्ने हो मैले यो जगाएर राख्नुपर्छ यो मान्छे चाहिँ कस्तो भने यो मेरो नाति होइन यो मेरो छोरो भन्दा नि बढी यसले मेरो सेवा गर्छ यसलाई म बिर्सिन सक्दैन मेरो छोराले पनि नबिर्सियोस् सेवा गरेर उसले घोडा समातेर मलाई चलाइरहने मान्छे हो यो किनभने इमान्दारी मन सफा भएको मान्छे कसैको लोभ लाभ छैन अहिले यहाँको उसैले आफूले खर्च गरेर पनि काम गर्दैछ उसलाई मैले पैसा धोकेको छैन हो कि होइन ल भन परेको बेलामा आफूले पैसाले नि यताउता गरेर अथवा सरसापट गरेर पनि चलिरहेको छ यतिकै माया तिमीले भाइलाई पनि गरिराख यसरी नै चल होइन कन्टिन्युस गर भाइलाई सिकाऊ अब थोरै दाइपट्टि होइन अब बुवा आमा समाजप्रति जति उत्तरदायी हुनुहुन्थ्यो होइन त्यो त हामीले फिल गरेका छौँ दाइसँग पनि केही सामाजिक घटनाहरूमा हामी जोडिएका छौँ हामीलाई लाग्दा चाहिँ उहाँ बुवा जत्तिकै सामाजिक आमा जत्तिकै सामाजिक हुनुहुन्छ जस्तो लाग्छ होइन भोलि का दिनहरूमा उहाँले गर्नुहुन्न एउटा छोराको नाताले हजुरलाई कस्तो लाग्छ मेरो छोराले मेरो भूमिका निर्वाह गर्छ जस्तो लाग्छ लाग्दैन लाग्छ यिनले पनि साथ दिन्छ हो उहाँले त डेफिनेटली दिइहाल्नुहुन्छ यिनले पनि यिनको साथ दिन्छ किन मेरो छोरालाई त अहिले यताको अनुभव त त्यति छैन सिक्न पर्छ सिक्दै जानुपर्छ म यहाँ 14 वर्षदेखि यिनको हिँडै बसेर जमाएको उहाँले कमाउनु भयो मैले इष्टमित्र धानेर उहाँको इज्जत बढाएर 13-14 वर्षको के हुन्छ उमेर
म 13 वर्षमा बिहे भएको अनि मैले मेरो आत्मामा थाहा छ कि मलाई यहाँ यति माया लाग्छ मलाई माइतको पनि मतलब छैन यति माया प्यार लाग्छ र त म आइरहन्छु नि त्यसो भए अब थोरै विगतका कुरा गर्नु बुवासँग छँदा होइन अनि या त हजुरको जीवनमा होइन यहीँ रहँदा या अन्यत्र कतै रहँदा त्यो नबिर्सने दुःख हुन्छ नि जिन्दगीमा मैले यो चाहिँ घटना मरेर जाने बेलासम्म बिर्सिन्न भन्ने त्यस्तो केही छ भने पनि छ बाबु धेरै कुरा छ मैले धेरै मान्छे आफ्नो मान्छेलाई मैले खुसी बनाउन सकिनँ जति चाहेर पनि सकिनँ उहाँले पनि सक्नु भएन मैले पनि सकिनँ यिनीहरूलाई सुखी बनाउन यिनीहरूलाई बेलायत पनि लैजान खोजे हो उनीहरूले नै हार खाएपछि त म के गरौँ उजाला लाने कुरा होइन उहाँले पनि कोसिस गरे मैले पनि उहाँलाई साथ दिएको स्कुल बनायो यो गर्यो किन आइमाईको हातमा हुन्छ क्या बाबु आइमाईले हुन्छ भने हुन्छ संसार घर कस्तो बनाउने भने आइमाईको हातमा छ अब तपाईँहरूले देखिहाल्नु भयो होइन कस्तो थियो के भयो कस्तो भयो त्यो त कहानी भनिरहनु परेन अब अहिले मान्छेहरू सहर केन्द्रित छन् होइन सहर जान चाहन्छन् यहाँ भएका त झिटी झाम्टु होइन आफ्नो पैतृक सम्पत्ति बेचेर नि जान चाहन्छन् अब हामीले अहिले देखाउँछौँ यहाँको जति पनि पैतृक सम्पत्ति यहाँले आर्जन गर्नुभएको सम्पत्ति छ त्यो केही पनि बेच्नु भएको छैन अनि भोलि गएर केही गर्ने अथवा कसै त्यस्तो केही उद्देश्य छैन छोरालाई भन्ने चाहिँ यसको राम्रो ख्याल गर तेरो बाउको जग्गा हो छाला हो होइन बाउले त्यसै नकमाइकन जोडिँदैन नि त होइन दुःख गरेको सम्पत्तिलाई खेर नफाल तिमी सक्दैनौ भने संस्थाले त्यो नबेच्ने हामीलाई यो बेचेर पाप लाग्छ हामी पाप बोक्न चाहदिनँ म किन बेच्ने होइन उहाँको मुटुको टुक्रा भने अब त्यही हो बाबु अब तिमी अरू केही भन्नु छ भने भन केही मबाट केही दुःख लागेको छ भने नि भन अलिक उठा नउठा अलिक केटो मान्छे जस्तो गरेर बस्छ उहाँहरूसँग जमघट हुँदा पारिवारिक रूपमा होइन सामान्य होइन आगो पनि नठोसी बल्दैन त्यस्तो केही छ र तपाईँको केही ममा केही छैन म भएको भए त्यस्तो गर्दै गर्दै थिएँ म आज कति 36 वर्षसम्म यहाँ अहिलेसम्म यही ठाउँमा छु यही ठाउँ पढी हो नि यहीँबाट पढ्नु हो अहिलेसम्म नि सेवा गर्नु हामीले बाहिरबाट देख्दा त्यस्तो छैन तर तपाईँलाई भित्र छैन भित्र भएको भए त्यो एउटा देखिन्थ्यो अहिलेसम्म केही देखिए छैन मबाट त्यस्तो तिमीबाट छैन बाबु मबाट के चित्त दुखेको छ छैन खुसी हुनुहुन्छ है खुसी छ तिमी त्यसो भए अब हामी सँगै हाम्रो चाहिँ यहाँ भएको जग्गा जमिन यसो हेरौँ यहाँ आउँदा हजुरहरूसँग पैसा पनि हुन्छ केही मान्छेहरू अथवा कतैबाट खाना अर्डर गरेर नि खान सक्नुहुन्थ्यो अनि यसरी भाँडाकुँडा सहितको यो किचन चाहिँ किन हो यो चाहिँ हामीलाई जरुरी कुरा हुन्छ हामीले बाहिरबाट अर्डर गरेर खाएर हामीलाई समय साध्य हुन्छ हामी त यहाँ अब ढिँडो पनि खानु पर्यो भात पनि खानु पर्यो हिजो दुःख गरेर बनाएको ठाउँ हामी आफै खाउँ आफै खाने आफै बनाउने खाने देख्न सक्नुहुन्छ नि उहाँहरूलाई सबै आवश्यक सामग्री सबै छ उहाँहरू परिवार सबै आउँदा यहाँ आफै बनाएर खानुहुन्छ हामी आउँदा पनि हामीलाई खाजा चिया खुवाउने यही किचनबाट हो हामी उहाँको निवासमा छ यहाँ भएका संरचनाहरूको बारेमा आमाले जानकारी गराउँदै जानुहुनेछ अब भनौँ यो ठाउँ चाहिँ मेरो घोडा बाँध्ने तबेला थियो जति बेला यातायातको साधन थिएन त्यति बेला उहाँहरूले घोडा पाल्ने अब त्यो घोडा पाल्ने ठाउँ चाहिँ यहाँ थियो पछि घोडा पनि झट्टै मर्दैन थियो होला यहाँ मान्छेले यो राम्रो लुकआउट गरेनन् है अनि त्यसपछि अब दुःख त लागेको थियो अब लागेर के गर्ने अब अनि यो घर बनाएको त्यही खोला पाहुनाहरूलाई अब यहाँ आगो फुक्ने अब यसो जाडोमा ताप्ने अनि यहाँ पाहुना किचनको रूपमा बनाएको यहाँ बस्नुहुन्न तर पनि फेरि हाम्रो मौलिक परम्परा अनुसार घर भइसकेपछि गोठ चाहिन्छ बाख्राको खोर चाहिन्छ उहाँहरूले नपाले पनि यहाँ फेरि भोलि आएर बस्दा पाल्न पर्छ भनेर यो गोठ बनाउनु भएको छ
यो पनि हाम्रै बारी हो नि त यो चाहिँ केरा बगान सबै हो बाबु यो सबै हो अनि अब यो केरा लगाइदिनु यो केरा चाहिँ फेरि लगाइदिनुहुन्छ उहाँहरूले यसलाई बेच्ने बेचबिखन छैन यहाँ जसलाई आवश्यक पर्छ अप्ठ्यारो परेकोहरूले यहाँ लान सक्नुहुन्छ त्यही व्यवस्था छ अब हामी यो बारी हेर्दै यो बाटोभन्दा माथिको बारी झन्डै 8-10 रोपनी जतिमा उहाँहरूले केरा लगाउनु भएको छ यो हामी अलि उतासम्म जाँदा पनि यो केरा बगान देख्न सक्छौँ भने यहाँ फेरि यो हामी दृश्यमा देखिरहेका छौँ ससाना आँपका केरा कटहरका बिरुवाहरू छन् यो चाहिँ यसलाई चाहिँ बगैँचाको रूपमा विकास गर्ने उद्देश्यले हामी फेरि अहिले आमाकै घरमा छौँ यो ब्याकग्राउन्डमा देखिने बाटो आफ्नै जग्गाबाट आफ्नै लगानीमा उहाँहरूले खन्नुभएको है यहाँ बस्तीलाई अप्ठ्यारो भयो एम्बुलेन्स पनि आउने भएन भनेर उहाँले खन्नुभएको साथै आफ्नो यहाँ कम्पाउन्ड थियो कम्पाउन्डभित्र रहेको आफ्नो जग्गा यहाँको समुदायले एउटा सामुदायिक भवनलाई दिनुहोस् भनेपछि सहर्ष रूपमा कम्पाउन्डलाई छुट्याएर दिनुभएको यो हामी चाहिँ यहाँ दृश्यमा देख्न सक्छौँ यो कम्पाउन्डभित्रकै जग्गा आफ्नै घरमुनिको जग्गा बाटो प्लस भवनलाई दिनुभएको यति धेरै मनकारी परिवार आदरणीय बुवा आमा प्रति हामीले नमन गर्नुपर्ने हुन्छ उहाँहरूको परिवार जति पनि दाजुभाइहरू चाहिँ यो हुलाकी गाउँ भन्छ यो हुलाकी गाउँ यो लामिछानेहरूकै गाउँ हो अहिले त केरा अलि धेरै भएर पुरै घरहरू क्लियर देखिन्न यही गाउँमा चाहिँ उहाँ बुवा चाहिँ जन्मिएर हुर्किएर खेलेर यहीँबाट पढेर जानुभएको यहाँको सबै दाजुभाइप्रति उहाँको एकदमै ठुलो सद्भाव निकै ठुलो माया थियो जुन अहिले हामी त्यहाँ गएर बुझ्यौँ भने पनि यहाँ रहनुहुने बाआमा दाजुभाइ दिदीबहिनीहरूले उहाँप्रति गरेको सद्भाव सम्मान समर्पणले त्यो देखाउँछ त्यस्तै गरी आमा पनि यहाँ हुन्छ नेपाल आउनुहुन्छ नेपाल आएपछि उहाँको पहिलो स्मरण होइन आमा यही हुन्छ यहाँ आएपछि जब यहाँ यो घरमा आउनुहुन्छ घरमा आएपछि यो मलाई यो प्रत्येक घरमा उहाँ भेट्न जानुहुन्छ प्रत्येक घरमा गएर उहाँले त्यहाँको सुख दुःख के छ बुझ्नुहुन्छ र सकेसम्म उहाँले तत्काल टार्न पर्ने समस्याहरू होइन रहेछ भने त्यो उहाँले तत्काल टार्नुहुन्छ र होइन मैले यहाँ सकिनँ म काठमाडौँ गएर गर्छु भन्ने हुँदै काठमाडौँ गएर गर्नुहुन्छ त्यसैले आमा एकदमै मनको धनी सकारात्मक सोचको धनी आमा मलाई लाग्छ यो प्रत्येक घरमा उहाँले नपुगेर सहयोग नगरेको भन्ने बिरलै होला हामी यहाँ दृश्यमा देख्न सक्छौँ पूर्वपट्टि एउटा चौतारो छ जुन तारा खसेको चौतारो हो त्यहाँ एउटा रातो देखिन्छ त्यहाँ चाहिँ सिद्धकाली माध्यमिक विद्यालय रहेको छ जो विद्यालय प्राथमिक तह सञ्चालन हुँदै गर्दा निम्न माध्यमिक तह सञ्चालनको निम्ति आवश्यक पर्ने सहयोग रामप्रसाद शर्मा एवं भीमामाया शर्माले गर्नुभएको उहाँहरूले त्यति तत्कालीन अवस्थामा राख्नुपर्ने धरौटी रकम राखिदिनु भएर प्राथमिक तहबाट निम्न माध्यमिक तह चलेको त्यस्तै गरी निम्न माध्यमिक तहबाट फेरि माध्यमिक तह चलाउँदा पनि हामी आफै आमाहरूकोमा गयौँ गुहार गऱ्यौँ उहाँहरूले हाम्रो अनुरोधलाई स्वीकार गरेर माध्यमिक तह सञ्चालन गर्नको निम्ति पनि आर्थिक सहयोग गर्नुभएको पछि फेरि उच्च माध्यमिक तह बनाउनु पर्यो त्यति बेला 3वटा तह अपग्रेड गर्दा उहाँहरूले हामीलाई त्यो विद्यालयलाई अपग्रेड गर्नको लागि सहयोग गर्नुभएको कोभिड भूकम्प लगायत जति पनि महामारी छ त्यो महामारीमा बुवा त आउन सक्नु भएन तर लव शर्मा दाई आएर त्यहाँ चाहिँ विद्यार्थीहरूको लागि सहयोग गर्नुभएको हामी देख्न सक्छौँ त्यसलाई चाहिँ पछि
होइन आमाहरू त्यहाँ जानुभएको थियो केही थियो भने आमा स्कुलको बारेमा यसो होइन स्कुल त बनाइयो हामीले होइन कति अब कति 100-150 कति बच्चा थियो त्यो बेलामा पहिला धेरै थियो आमा 3-4 वर्ष त हामीले नै सबै उ गऱ्यौँ होइन बनाएपछि पास त माथि भएको हो पछि ढिला आयो होइन अनि अहिले त्यहाँ गएर म हेर्दाखेरि मलाई रुन मन लाग्यो किनभने त्यहाँको हालत देख्दाखेरि स्कुलको नराम्रो लाग्यो क्या मलाई र म तारखसे गएँ अब तारखसे नि मलाई त्यति नै माया लाग्छ अनि गएर मुना प्राविको चाहिँ हालत भन्नुभयो हालत मुनाको त्यो चाहिँ नराम्रो लाग्यो होइन रुन मन लाग्यो मैले हेर्नै सकिनँ त्यता अनि म तारखसे गएको मलाई चित्त बुझ्यो त्यहाँको अब खुला नानी एउटा के अरे के नाम रे मैले मुना मिश्र सबै खोलेर देखाउनु भयो अनि सबै हेरेँ मलाई चित्त बुझ्यो अनि भिडियो नि खिच्यौँ गऱ्यौँ रमाइलो लाग्यो क्या बाबा म ताराखसेमै पढाउने भएको कारणले बुवाले गरेको योगदान अहिले मैले पृष्ठभूमि बाँधेँ होइन म यहाँको अभिभावक त्यहाँको शिक्षक भएको नाताले यहाँहरूले विद्यालयप्रति गरेको जुन लगानी छ यो मैले बिर्सिन्न र मैले जानेसम्म मेरो पुस्ताहरूलाई मेरो विद्यार्थीहरूलाई जानकारी गराउनेछु धन्यवाद छ बाबु त्यो सोच मलाई धेरै खुसी लाग्यो यस्तै सोचाइ होस् सधैँभरि किनभने सधैँ त मान्छेले अब बचिरहँदैन होइन भोलि के होला मेरो छोरालाई म लग छोरालाई भन्छु बिन्ती गर्छु उसले पनि यो यस्तै गरेर चलाओस् मेरो बुहारीलाई यसैमा रोचक कुरा जोडिहाल्ने होइन लव दाईसँग मेरो भर्खर चिन्जान भएको थियो उहाँ युके बस्ने म यहाँ भर्खर पढाउन आएको थिएँ अनि ताराखसेमा दाईसँग भेट भएको थियो अनि त्यो ताराखसेको गऱ्यो त्यसलाई चाहिँ एउटा नेचुरल स्टेडियम बनाउनु पर्छ क्या अरे भाइ म त्यहाँको युकेको फुटबल टिमसँग जोड्छु भन्नुभएको थियो हामीले निकै प्रयत्न गऱ्यौँ होइन तर सकेनौँ दाईको अझै पनि त्यस्तो इच्छा छ भने अब फेरि त्यसलाई जोड्न सकिन्छ कि आमाले चाहिँ त्यो दाईसँग यसो मेसेज गरिदिनु ल म गर्छु अवश्य गर्छु नि म त यस्तो चाहन्छु किनभने उता बाहिर आफ्नो इन्जोय गरेर बस्ने होइन क्या जति गर्नुपर्छ आफ्नै ठाउँमा गर्ने हो होइन खाना त मान्छेले जसरी खान्छ होइन अब हिरामती त खाँदैन कसैले भने यो जिन्दगीमा चाहिँ यो गरेको राम्रो कुरा गर्नुपर्छ मैले बुहारीलाई पनि भन्छु छोरालाई पनि भन्छु बुहारी पनि हातमा हुन्छ एउटा घर असल बनाउनको निम्ति त्यो घरको एकदम मनकारी छ मेरो बुहारी एकदम सफा दिलको छ फुक्का दिलको छ म जस्तै हो भने सम्झुले पनि गर्छिन् है ल सम्झु मैले यति अब तिमीलाई भनिदिएको छ मैले बिन्ती नि गरिदिएको छु यो डेडीको थलोलाई राम्रो गर अहिले आमाले भने जस्तै उहाँहरूले यो बगुवा खेत क्षेत्रको साना नानी बाबुहरूलाई यहाँबाट ताराखसेसम्म जानको लागि अप्ठ्यारो भयो बाटो टाढा भयो भनेर उहाँहरूको पहलमा खोलिएको यो विद्यालय यो पृष्ठभूमिमा हामी देख्छौँ यो विद्यालय मुना प्राथमिक विद्यालय हो अहिले विद्यार्थी सङ्ख्याको अभावमा गाउँपालिकाले यो विद्यालयलाई लिएर गएर सिद्धकाली माविमा मर्ज गर्यो यहाँ कुनै पनि कक्षाहरू सञ्चालन भएको छैन यसमा कक्षा सञ्चालन नभए पनि यसको व्यस्थिति यसलाई चाहिँ सदुपयोग गरेको नदेखेर आमा लगायत उहाँको परिवारले दुःख व्यक्त गर्नुभएको छ साँच्चै नै अहिले देख्न सकिन्छ यो खोर फाल्ने ठाउँ जस्तो बनेको रहेछ उहाँहरूको ठुलो त्याग तपस्याबाट बनेको उहाँहरूको लगानी उहाँहरूको पहल कदमीबाट बनेको यो विद्यालय सञ्चालन नभए पनि सामुदायिक प्रयोजनको लागि सरसफाइ गरेर सामुदायिक कार्यको लागि प्रयोग गर्दै हुन्थ्यो भन्ने उहाँहरूको अपेक्षा छ म सबैलाई यो यसमा व्यक्तिगत लगानी राज्यको लगानी संस्थागत लगानी भएको छ पछि आएर चिल्ड्रेन अफ द माउन्टेन भन्ने एउटा एनजिओले पनि यसमा राम्रै लगानी गरेका थियो विद्यार्थी सङ्ख्या राम्रै थियो तथापि फेरि एउटा मापदण्डमा रहेर गाउँपालिकाले यसलाई मर्ज गर्यो अहिले भर्खर हामी त्यहाँ तल आमाको घरभन्दा तल पुग्दा विद्यार्थी यहाँबाट विद्यालय टाढा भएको कारणले बसाइ सर्न परेको भन्ने जुन गुनासो सुनियो त्यसैलाई निराकरण गर्नको निम्ति चाहिँ स्वर्गीय रामप्रसाद शर्मा भीमामाया शर्मा र उहाँको परिवारले लगानी गरेर यो विद्यालयलाई उहाँहरूको आशय भनेको सामाजिक सङ्घ संस्थाले कुनै पनि कामको लागि
प्रयोग गरेर यसको चाहिँ सदुपयोग गर्दै हुन्थ्यो भन्ने छ। यसमा आमाले दुःख व्यक्त गर्नु स्वाभाविक हुन्छ। त्यसको लागि चाहिँ फेरि पनि स्थानीयहरूले पहल गर्नुपर्छ जस्तो मलाई लाग्छ। अहिले हामी सिद्धकाली माध्यमिक विद्यालयमा छौँ, जुन विद्यालय तत्कालीन अवस्थामा प्राथमिक विद्यालय थियो र आजको यो माध्यमिक कक्षा 12सम्म चलेको विद्यालयसम्म ल्याउनको निम्ति स्वर्गीय रामप्रसाद शर्मा र भीमामाया शर्माको योगदान निकै अतुलनीय छ। उहाँहरूले तात्कालीन अवस्थामा प्राथमिक तहबाट निम्न माध्यमिक तह बनाउनको निम्ति धरोटी राख्नको निम्ति रकम दिनुभयो र यहाँको जनभावनालाई कदर गर्दै तत्कालीन अवस्थामा निम्न माध्यमिक तह चल्यो र पछि फेरि विद्यार्थीको चापलाई मध्यनजर गर्दै यहाँ माध्यमिक कक्षा सञ्चालन गर्नुपर्छ भन्ने भयो र त्यो मागलाई पनि उहाँहरूले स्वीकार गर्दै त्यति बेला पनि माध्यमिक तह सञ्चालन गर्नको निम्ति सबैभन्दा ठुलो धनराशि उहाँहरूले चाहिँ दिनुभयो। त्यस्तै गरी पछि फेरि हामीले 69 सालमा चाहिँ यसलाई उच्चमावि तत्कालीन उच्चमावि बनाउन लाग्यो र उच्चमावि बनाउनको निम्ति पनि त्यति बेला हामीलाई जरुरी रकमको आवश्यकता पर्थ्यो र हाम्रो अनुरोधलाई स्वीकार गर्दै उहाँहरूले सबैभन्दा ठुलो रकम दिएर अहिले कक्षा 12सम्म सञ्चालन भइराखेको छ। उहाँहरू एकदमै शिक्षाप्रेमी हुनुहुन्थ्यो। दुवैजना रामप्रसाद शर्मा लामिछाने र भीमामाया शर्मा लामिछाने निकै शिक्षाप्रेमी, यहाँको जनताले जे चाहनुहुन्छ त्यसको लागि चाहिँ हामीले गर्नुपर्छ भन्ने मानसिकता राख्नुहुन्थ्यो। अहिले चाहिँ बिल्डिङहरू राम्रो बनेको छ। तत्कालीन अवस्थामा चाहिँ यही ग्राउन्डमा मात्रै बिल्डिङहरू थियो। यहाँ तल चाहिँ ढुङ्गा माटाले बनाएको बिल्डिङहरू थियो। उहाँहरू यहाँ आउनुहुन्थ्यो, विद्यार्थीसँग खुसी हुनुहुन्थ्यो अनि त्यस पछाडि आफ्ना सुख दुःखहरू साट्नुहुन्थ्यो। हाम्रो विद्यालयमा विभिन्न चन्दादाताहरू हुनुहुन्छ, अक्षय कोष निर्माणकर्ताहरू हुनुहुन्छ। त्यो मध्ये सबैभन्दा उच्च स्थानमा चुडामणि लामिछाने, स्वर्गीय चुडामणि लामिछाने र उहाँको धर्मपत्नी भीमामाया लामिछाने हुनुहुन्छ। मैले अघि नै भनिसकेको छु, उहाँहरूले विद्यालयको हितको निम्ति, यहाँको बालबालिकाको निम्ति धेरै ठुलो योगदान पुर्याउनु भएको छ। विद्यालयले उहाँलाई हरेक औपचारिक कार्यक्रममा विशिष्ट चन्दादाताको रूपमा सम्मान गर्छ। सर नमस्ते। हजुर, अब यो विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ। हजुरले चाहिँ हाम्रो चुडामणि शर्मा लामिछानेले दिनुभएको योगदान र उहाँको धर्मपत्नी भीमामाया शर्माले दिनुभएको योगदानलाई कसरी लिनुहुन्छ र उहाँहरूले गर्नुभएको समाज सेवाको बारेमा अलिकति प्रश्न पारिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। स्वर्गीय चुडामणि शर्मा अथवा रामप्रसाद शर्मा भनेर चिन्छौँ हामी। उहाँ यो समाजको धेरै नपढेको तर फेरि शिक्षा क्षेत्रमा धेरै योगदान गरेको व्यक्तिको रूपमा मैले चिन्दछु। उहाँले हाम्रो छिमेकी विद्यालय मुना प्राथमिक विद्यालय, यो विद्यालय लगायत यो हालको वर्तमान वडामा रहेका सबै विद्यालयहरूमा बालबालिकाको निम्ति निकै ठुलो काम गर्नुभएको छ। विशेष गरी यो अहिलेको हाम्रो सिद्धकाली माध्यमिक विद्यालय विद्यार्थी चापले भरिएको विद्यालय थियो। त्यति बेला यहाँबाट पढ्नको निम्ति 1 घण्टाभन्दा बढी दूरीमा छिमेकी विद्यालय दुर्लभ माविमा जानु पर्थ्यो। त्यो अप्ठ्यारोलाई टार्नको निम्ति उहाँको पहलमा यहाँको स्थानीय बुद्धिजीवीहरूले गरेको अनुरोध
अनि विद्यालयलाई अपग्रेड गर्ने अनुरोधलाई स्वीकार गर्दै तत्कालीन अवस्थामा आर्थिक अवस्था चाहिँ निकै नाजुक थियो यहाँको व्यक्तिहरूको। त्यो आर्थिक अवस्थालाई सहज पार्नको निम्ति निम्न माध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तह अपग्रेड गर्दा उहाँले यो विद्यालयप्रति लगाउनु भएको जुन गुण छ त्यो विद्यालय परिवार सदैव ऋणी छ, उहाँप्रति सम्मान व्यक्त गर्दछ। उहाँको परिवारलाई विद्यालयले हरेक औपचारिक कार्यक्रममा हामी उहाँप्रति सम्मान व्यक्त गर्दछौँ, गरिरहन्छौँ, गरिराख्नेछौँ। किनभने संस्थालाई एउटा दर्विलो रूपमा उभ्याउनको निम्ति अभिभावकको भूमिका जुन महत्त्वपूर्ण हुन्छ त्यसमध्ये विशिष्ट चन्दादाताको रूपमा उहाँले गर्नुभएको योगदान विद्यालयले सधैँ सम्झनेछ। उहाँले गर्नुभएको यो शिक्षा क्षेत्र मात्रै होइन, यो क्षेत्रको खानेपानी, मठ मन्दिर, घाट लगायत बाटोघाटो सबैमा उहाँले पुर्याउनु भएको योगदान निकै सराहनीय छ। उहाँले सायद मलाई लाग्छ मानवीय जीवनमा पर्ने हरेक दुःखका घडीहरूमा यहाँका सबै व्यक्तिहरूलाई सहयोग गर्नुभएको छ। त्यसैले अहिले स्वर्गीय बुवा जहाँ भए पनि हामी उहाँप्रति वैकुण्ठवासको कामना गर्छौँ। उहाँले देखाएको सत्मार्गमा हिँड्ने प्रयत्न गर्छौँ र विद्यालय परिवार उहाँप्रति सधैँ कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।